नमस्कार अनि स्वागत छ यहाँहरुलाई पुनः आज यो अर्को भिडियोमा। आज हाम्रो विषय छ हिप यानी कि साप्रा भन्दा माथिल्लो भाग, कम्मरदेखि अलिकति तलको भाग, खुट्टाको जोड्नी भनौं अथवा हिप, जसलाई अलिकति उठेको भाग हुन्छ। हिपमा दुखाइ छ भने अथवा कडा भएको छ भने त्यसलाई के कसरी ठीक गर्ने भने त्यसलाई जाने सानो एउटा एक्सरसाइज गरेर हामीले ठीक गर्न सकिन्छ। त्यो बारेमा रहेको भिडियो हेरौँ आज। नमस्कार, हजुरहरुको यो हिप एकदमै जाम छ, कडा छ, दुखाइ छ भने यो एउटा व्यायाम चाहिँ हजुरले घरको भित्तामा चाहिँ यसरी चाहिँ दुईटै घुँडा खुम्च्याउनुस् र दुईटै पाइतालाई यसरी जोडेर भित्तामा यसरी अडेस लाउनुस् र दुईटै खुट्टाले पाइतालाले भित्तालाई धकेल्नुस्। धकेलिसकेपछि यो जुन खुम्च्याउनु भएको घुँडा छ यसलाई यसरी बाहिरतिर मजाले लानुस्। हजुरलाई स्ट्रेचिङको महसुस हुन्छ। त्यो पोइन्टमा 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5। त्यसपछि अर्को लेभलमा लानुको लागि दुईटै घुँडा खुम्च्यान यो पोजिसनमा राख्नुस् र हात तल भुइँमा राख्नुस् र बिस्तारै यसरी चाहिँ खुट्टाले यसरी माथि यसरी यसरी लानुस् र बिस्तारै यसरी तल है हल्कासँग यसरी यसरी ल्याएर फेरि राख्नुस्। फेरि यसरी माथि लानुस् भित्तामा यसरी खुट्टाको मद्दतले यसरी यसरी र बिस्तारै यसरी यसरी तल यसरी ल्याउनुस्। यो दुईटा व्यायाम चाहिँ हजुरले बिहान बेलुकी 15-20 पटक देख्नुभयो। यो सानो एक्सरसाइज गरेर हामीले हाम्रो हिपको दुखाइलाई हमेसाको लागि ठीक गर्न सकिन्छ। घरमै बसी अथवा घरमा जहाँ अलिकति स्पेस छ त्यो ठाउँमा हामीले यो एक्सरसाइज गरेर हिपको दुखाइलाई हमेसाको लागि ठीक गर्न सकिन्छ भन्ने बारेमा रहेको यो भिडियो। हस्त तपाईहरुको समय शुभ रहोस्, स्वस्थ रहनुस्, व्यस्त रहनुस्, मस्त रहनुस्।